नेपालको सुन्दर सुन्दर तथा रमणीय पर्यटकीय स्थलहरूको परिकल्पना गर्दा कालिन्चोक जो कसैको पनि मानसपटलमा छाइहाल्छ। समुद्री सतहबाट 3842 मिटरको उचाइबाट देखिने गौरीशंकर हिमश्रृङ्खला र छिनछिनमा परिवर्तन हुने मौसमले गर्दा यहाँ आउने जो कोही पनि यहाँको सौन्दर्यबाट मन्त्रमुग्ध हुने गर्छ। तर कालिन्चोकको परिचय यतिमा मात्र सीमित छैन। कालिन्चोक भगवतीकै नामबाट कालिन्चोक गाउँपालिकाको नामाकरण गरिएको हो। कालिन्चोक मन्दिर घुम्न जाँदा गाउँपालिकामा भएका अन्य पर्यटकीय स्थलहरू श्रृङ्गेश्वर मन्दिर, चिया बगान, कालिन्चोककै बहिनी मानिने गुबु कालिकाको मन्दिर, सेतीदेवी मन्दिर, कालीनाग मन्दिर, नागदह, थामी बस्ती, थामी संस्कृति, सुन्द्रावती भगवती, सुन्द्रावती होमस्टे, सुन्तला फार्म, किवी फार्म, बनझाग्री गुफा जस्ता ठाउँहरूमा पनि घुम्न गएमा यात्राले अझ सार्थकता पाउनेछ भने नयाँ नयाँ ठाउँहरूको उजागर हुनेछ। काठमाडौँबाट चरीकोट र चरीकोटबाट 1 घण्टाको दूरीमा नै कालिन्चोक गाउँपालिका पुग्न सकिन्छ। प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको यो गाउँपालिका पुग्न बाटो पनि एकदमै राम्रो छ। स्थानीय सरकार आए पश्चात यहाँ बाटो, सडक, बिजुली, खानेपानी, स्वास्थ्य सेवा, शिक्षाको निकै विकास भएको छ। प्रत्येक ओडामा पुग्ने सडक बाटो वा ढलान बाटो बनेको छ। 9वटा ओडाहरू रहेको यस गाउँपालिकाको सिमाना उच्च पहाडी क्षेत्र कालिन्चोक भगवतीदेखि तामाकोसीको किनारसम्म फैलिएको छ। जनताको करबाट आएको पैसा हिनामिना नगर्ने, सुशासन, पारदर्शी र दीर्घकालीन काम गर्ने प्रतिबद्धता जाहेर गरी चुनाव जितेका गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी आफूले सोही अनुसारको काम गरिरहेको बताउनुहुन्छ। अब रह्यो कुरा हामीले चुनावमा घोषणा गरेका कुराहरू भनेको स्थानीय सरकार हाम्रो संविधान 2072ले के परिकल्पना गरेको छ भने सङ्घले विधान बनाउँछ र प्रदेशले विकास गर्छ र स्थानीय तहहरूले चाहिँ सेवालाई प्रभावकारी बनाउँछन् भन्ने छ। हामीले विकास गर्ने भनेका सानातिना हाम्रो एउटा क्राइटेरिया छ। एक वडाबाट अर्को वडासँगका हामी विकास गर्छौँ, हाम्रो कार्ययोजना त्यो पर्छ र हामीले चुनावका बेला पनि यस्तो गर्छौँ उस्तो गर्छौँ भनेनौँ। हामी जनताको करबाट आएका पैसाहरू जुन छ 1 रुपियाँ पनि हामी हिनामिना गर्दैनौँ र हामी सुशासनको उसमा रहन्छौँ र पारदर्शी जुन हामी काम गर्छौँ दीर्घकालीन रूपमा काम गर्छौँ। सायद थोरै हो तर त्यो 20औं वर्ष टिक्ने खालका त्यस्ता दीर्घकालीन खालका हामी काम गर्छौँ भनेर हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ त्यही बाटोमा अहिले हामीसँग छौँ। हामीसँग स्रोत साधन के हुन्छ र 753 वडा पालिकाको राज्यको 15% बजेट हुन्छ। हामीले त खालि सेवा प्रवाह गर्ने हो। सेवा प्रवाह गर्ने काममा हामीले जहाँसम्म लाग्छ हामीले कमी गरेको जस्तो लाग्दैन। हुन त आफ्ना कमजोरीहरू आफूले देखिन्न अरूले मूल्याङ्कन गर्ने हो। अब समग्र अब जनसमुदाय मिडियाहरू उहाँहरूले मूल्याङ्कन गर्नुभएकै होला। यहाँ धेरै वन जङ्गल, वन पैदावार, जडीबुटी, माहुरी पालनको अथाह सम्भावना छ। यसैगरी पशुपालनमा गाई, भैँसी, बाख्रा, भेडा, चौरी, डेरी, बङ्गुर पालन, माछा पालन, त्यस्तै कृषिमा किवी, अकबरे, आलु, अदुवा, सुन्तला तथा तरकारीको पनि राम्रो सम्भावना छ। गाउँपालिकाले कृषि सामग्री ढुवानीको लागि कृषि एम्बुलेन्स र टिपरको पनि व्यवस्था गरेको छ। कृषि प्रवर्धनको लागि कृषिमा अनुदान दिएको छ। तर कृषि एकीकृत जग्गा र एकीकृत बस्ती नहुँदा प्रभावकारी ढङ्गमा कृषि क्षेत्रको विकास भएको छैन। खाडीमा गएर 20-30 हजार कमाउनको लागि त्यति चरको घाममा यी अवसर छन् 50,000 आफ्नो
परिवारसँग बसेर कमाउने अवसरमा पनि अहिलेको युवा शक्तिहरू गर्नतिर कस्तै पनि मनसाय दिएन। हामीले अहिलेको जमाना भनेको हामी दुध जन्ने कुरा पनि कोही बिरामी भयो, कोही वृद्ध भयो, कोही बच्चालाई दुध चाहियो भने पनि गाउँमा नपाउने अवस्था भएको हुनाले हामीले सामूहिक रूपमा अब गाई पाल्न त्यति इन्ट्रेस्टेड भनौँ, भैँसी पाल्दाखेरि चाहिँ पछि मासुको रूपमा जाने भएको हुनाले भैँसीको लागि हामीले प्रबन्धन गरेर करोडौँ खर्च गऱ्यौँ। केही त अहिलेसम्म पनि चलेका छन्, केही यो पालिकालाई गर्दैछु जस्तो मेरो जीविकोपार्जनको लागि भन्ने खालको महसुस नगरेको अवस्था पनि देखियो। सबैभन्दा पहिला नेपालको विकास मैले यो जुन 3 वर्षको पिरियडमा अनुभव गरेको, हामीले अरू केही विकास नगरेर मान्छेको चेतनालाई मात्रै हामी राइट ठाउँमा ल्याउनुपर्छ जस्तो लाग्छ। कालिन्चोकमा खस आर्य, शिवाकोटी, मैनाली, खड्का, कार्की, बुढाथोकी जस्ता थुप्रै जात जाति भए तापनि थामी जातिको वर्चस्व रहेको छ। यहाँको वडा नम्बर 1 मा हामीले थामी कला संस्कृतिको अवलोकनका साथै यसबारे बुझ्ने मौका पनि पाएका छौं। विशेष गरी हामी थामी जाति चाहिँ दोलखा जिल्लाको विशेष उद्गम थलो सुस्पाको राङराङथली सुस्पा छेमातीबाट उद्गम भएर अहिले चाहिँ रामेछाप, दोलखा, सिन्धुपाल्चोक र पूर्व झापा, इलाम हामी 26 वटा जिल्लामा चाहिँ हामी धेरै बाहुल्य छ। त्यस लगतै विदेशमा चाहिँ दार्जिलिङ, सिक्किम, ग्यामटोक, बर्मासम्म पनि र भुटानतिर पनि थामी जातिको बढी बसोबास रहने गरेछ। थामी जाति चाहिँ यो प्रकृति पूजा भएको कारणले प्रकृतिको पूजा गर्ने भएकोले बुद्ध जयन्तीको दिन हामी पर्छ भने उधौली हामीले मङ्सिरमा गर्छौँ। त्यसै विशेष गरी चाहिँ यो उभौलीमा चाहिँ हामीले पुरै यो गहुँको विभिन्न त्यहाँ विभिन्न चिजहरू मसलाहरू हालेर हामीले चोल्बु बनाएर हामीले पूजा 5 वटा थान बनाएर 5 वटा पुचुक बनाएर त्यो हामीले पुट्ने गर्छौँ। हाम्रो खेतीपाती राम्रो होस् भनेर हामीले त्यस्तो पनि गर्ने गरेछौँ। उधौलीमा पनि अब धान काट्ने बेला त्योभन्दा पनि नहङ्गी खाने बेलामा हामीले चाहिँ उधौलीमा पनि मङ्सिरमा पनि यस्तै कार्यक्रम यो उधौली उभौली हामीले गर्ने गर्छौँ। त्यति मात्र नभएर थामी जातिले चाहिँ अब हिन्दू बौद्धले गरेको जस्तै पनि हामीले दसैँ तिहार विशेष गरी माघे सङ्क्रान्ति हाम्रो थामीहरूको चाहिँ पूर्वतिरको पूर्व देवताको नयाँ बुढेनी त्यस्तो गरेर माई थान माईको रूपमा हामीले त्यो पूजा गर्नेछौँ। साथै यस वडा 1 मा भूमिको मन्दिर, कालिन्चोक मन्दिर, कुरी बजार जस्ता सुन्दर ठाउँहरू छन्। यहाँ किवी खेती र आलुको पकेट क्षेत्र पनि वडा 1 र 2 मा नै रहेको छ। कालिन्चोक मन्दिर 3842 मिटर हाइटमा रहेको छ। यो मन्दिर सुरुवातमा देवी र दानवको लडाइँ चल्यो। त्यो समयमा चाहिँ देवी यहाँ रहनु भएको थियो। रक्तबीज नाम गरेको दानव आएर देवीलाई भनेछ म लैजान्छु। देवीले भनिबक्सियो हुन्न त मलाई लैजाऊ, तर मसँग लडाइँ लड। हुँदाहुँदै देवीले ती रक्तबीज नाम गरेका दानवलाई मारिदिनु भयो। अगाडि गौरीशङ्कर हिमाल रहेको छ। उहाँबाट शिव र पार्वतीले हेरिबक्सेका थियो। रक्तबीज नाम गरेको दानवलाई मारेको देखेर उहाँहरू सरेर आउनुभयो। यहाँ आएर यो मेन कुण्ड यहाँ जुन रहेको छ यो कुण्डमा आएर ठ्याक्क एउटा त्रिशूल गाड्दै बक्सियो र यहाँनिर त्यो कुण्ड उत्पत्ति भयो। यहाँनिर देवी रहनुभयो। यहाँनिर जुन जहाँनिर देखिरहनु भएको छ हजुरले यहाँनिर देवी रहनुभयो। अनि त्यसपछि यहाँको जल भनेको दाहिने साइडमा पसारे भनेदेखि तल गएर सुनकोसीमा मिसिन्छ। सुनकोसी सिन्धुपाल्चोकमा रहन्छ। देब्रे साइडमा पसारेपछि तल तामाकोसी रहेको छ। त्यहाँ गएर यहाँको जल मिसिन्छ। धेरै जस्तो भनेको त नेपालभरि पुरै डल्लैबाट आउनुहुन्छ। 14 अञ्चल 75 जिल्लाबाट आउनुहुन्छ र बाँकी रह्यो विदेशीहरू पनि धेरै नै आउनुहुन्छ। यहाँनिर एकचोटि निरीक्षण गरिदिनु भयो भने उहाँहरूले प्राय उहाँहरू आफैले थाहा पाउनुहुन्छ कि यहाँ शक्तिपीठ पनि छ एउटा कुरा। अर्को कुरा उहाँहरूले जसले चाहिँ पहिला के अरे भाकल गरेर जानुभएको छ उहाँहरूको भाकल धेरै नै पुरा भएको छ र पुरा भएर मैले यसरी भाकल पुरा गरेँ यसरी लिएर आएँ भनेर उहाँहरू आफसी आउनुहुन्छ। दोहोऱ्याएर पनि आउनु भएको छ उहाँहरू। नयाँहरूले पनि भाकल गर्नुभयो भने उहाँहरूको भाकल पुरा हुन्छ भन्ने जनविश्वास रहेकै छ यहाँनिर। हाल वडा नम्बर 2 को आफ्नै भवन निर्माण भइरहेको छ भने यहाँ जाल्पासोरी मन्दिर, पञ्चकुमारी मन्दिर रहेको छ। यसको साथै कुलथान संरक्षण गरिएको छ। यहाँ भैरङ गुफा पनि छ। यस ओडामा धेरै ढुङ्गे धाराहरू भएको हुँदा ओडाले ती ढुङ्गे धाराहरूको संरक्षण गरिरहेको छ।
कालिन्चोक गाउँपालिकाले शिक्षा क्षेत्रको विकास गर्नको लागि पनि निकै पहल गरिरहेको छ। यसै क्रममा हामीले सिंगटीमा अवस्थित चीनको सहयोगमा बनेको कालीनाग माध्यमिक विद्यालयको अवलोकन गरेका छौं। हामी सुरुमा चाहिँ दरबन्दी नहुने सबै स्थानीय स्रोतबाट अभिभावकले चन्दा देउसी भैलो खेलेर चाहिँ विद्यालय चाहिँ स्थापना गरेको अनि मासिक फी तिरेर स्थापना गरेको 2056 देखि त्यो गरेको सन्दर्भलाई हेर्दाखेरि हाम्रो विद्यालयमा अभिभावकको चाहिँ प्रत्यक्ष संलग्नता बढी देखिन्छ। स्कुलमा हाम्रो मेहनत र पसिना बगेको छ भन्ने हिसाबले चाहिँ अभिभावकहरूको चासो पनि बढी छ र हाम्रा शिक्षक साथीहरू पनि अत्यन्तै मेहनती क्रियाशील हुनुहुन्छ। विद्यालय प्रशासनलाई उहाँहरूको चाहिँ पूर्ण सपोर्ट छ। हामीले चाहिँ कक्षा कोठामा चाहिँ शिक्षकहरूले बिताउने तालिका पनि राखिदिएका छौँ। कतिखेर सर जानुहुन्छ कतिखेर चाहिँ निक्लिनुहुन्छ। विद्यार्थीहरूले चाहिँ लेख्छ त्यो चाहिँ सरहरू आउनुभएको जानुभएको त्यो तालिकाले चाहिँ विद्यार्थीहरूलाई पनि अपनत्व छ कि हो हामी पनि सरहरू आएको रेकर्ड हामीले पनि राखिरहेका छौँ भन्ने। कालिन्चोक गाउँपालिकामा हामीले लगातार उत्कृष्ट विद्यालय अनुदान चाहिँ हामीले चौथो वर्ष गत वर्षमा प्राप्त गरेका छौँ। हामीलाई उत्कृष्ट विद्यालय अनुदान भनेर प्रत्येक वर्ष चाहिँ नेपाल सरकारले उपलब्ध गराउने रकम चाहिँ कालीनाग माध्यमिक विद्यालय सिंगटीले प्राप्त गर्न सकेको छ। यसमा हामी असाध्यै खुसी छौँ। शैक्षिक सुधारको लागि शिक्षक दरबन्दी मिलान, विद्यालयमा मातृभाषा, उत्कृष्ट विद्यार्थीलाई सम्मान, स्नातक तह पढ्ने विद्यार्थीलाई छात्रवृत्ति, सामुदायिक विद्यालयहरूमा पनि शिशु कक्षाहरू सञ्चालन गरी पाठ्य पुस्तक वितरण, पालिकाबाट प्रत्येक विद्यालयमा सीसी क्यामेराको निगरानी गर्ने जस्ता विभिन्न कामहरू गरिरहेको छ। 51वटा चाहिँ विद्यालयहरू सामुदायिक विद्यालयहरू छन्, 2वटा संस्थागत विद्यालयहरू छन्। अहिलेको सिचुएसनमा हेर्दाखेरि चाहिँ विद्यालयहरू धेरै, भवनहरू धेरै छन्, प्रशस्त मात्रामा छन्, तर विद्यार्थीहरू सङ्ख्या चाहिँ न्यून हुँदै गइरहेको अवस्थामा हामीले अब दरबन्दी मिलानका कार्यहरू गरिरहेका छौँ। र अहिले हामीले जो थामी भाषाका विद्यार्थीहरू जो हुनुहुन्छ, मातृभाषा नै थामी भाषा भएका सूर्योदय आधारभूत विद्यालय र दिव्येश्वरीमा चाहिँ 2वटा कोटाहरू वितरण गरेका छौँ। मातृभाषामा नै शिक्षा पाउने हक चाहिँ उनीहरूको होस्, प्रारम्भमा नै मातृभाषामा शिक्षा पाए भने अथवा त्यो सिकाइले चाहिँ उनीहरूलाई चाहिँ घरमा सिकेको र विद्यालयसँग कनेक्सन चाहिँ सजिलो होस् भनेर त्यस्तो व्यवस्था पनि गरेका छौँ। र हामीले जहाँ दरबन्दी कम छ विद्यालयहरूमा त्यो दरबन्दी पनि परिपूर्ति गरेका छौँ। जस्तै त्यसमा चाहिँ हामीले 13वटा दरबन्दीहरू चाहिँ वितरण गरेका छौँ पालिकाकै स्रोतबाट। र यसमा त्यस्तै गरी 7वटा बाल विकास केन्द्रहरू पनि वितरण गरेका छौँ। केन्द्रहरू थप जुन हाम्रो 38वटा चाहिँ हाम्रो सङ्घीय बजेटबाट छ र सङ्घीय कोटा बाहेकका चाहिँ हामीले 7वटा दरबन्दीहरू चाहिँ पालिकाबाट पनि वितरण गरेका छौँ। गुणस्तरीय शिक्षाको लागि हामीले अब कक्षा 5को स्तरमा पनि परीक्षा भनेर लिइराखेका छौँ। शिक्षकलाई प्रोत्साहन कार्य, विद्यार्थीहरूलाई पनि जो उत्कृष्ट विद्यार्थीहरू हुनुहुन्छ सब्जेक्ट वाइज रूपमा उहाँहरूलाई पनि सम्मान कार्यक्रमहरू गर्दै आएका छौँ। र यहाँ चाहिँ अझै विद्यार्थीहरूलाई चाहिँ पढ्ने वातावरण सिर्जना होस् होइन, टेक्निकल लाइनपट्टि चाहिँ उहाँहरू चाहिँ अझै चाहिँ लाग्नुहोस् भनेर चाहिँ हाम्रै यही स्थानीय तहमा जो हुनुहुन्छ कालिन्चोकभित्रकै जो विद्यार्थीहरू ब्याचलर भनौँ 4 वर्षीय स्नातक पढिरहनु भएको छ उहाँहरूलाई चाहिँ एकपटक जो उहाँहरूले पढ्ने टाइम अवधिभरमा चाहिँ एकपटक चाहिँ हामीले 75,000 का दरले चाहिँ जो छात्रवृत्ति दिने व्यवस्था पनि गरेका छौँ। उहाँहरू चाहिँ यही स्थानीय तहका हुनु पर्यो र सरकारी स्कुलबाट चाहिँ पढेको हुनु पर्यो। यसै गरी देशकै नमुना विद्यालय बन्नको लागि प्रयत्नशील वडा नम्बर 8 मा अवस्थित कालीनाग माध्यमिक विद्यालयमा पनि हामी पुगेका थियौँ। कक्षा नर्सरीदेखि कक्षा 12 सम्म सञ्चालन रहेको छ। नर्सरीलाई हामीले सरकारी नियमानुसार हामीले बाल विकास भन्ने गर्छौँ। बाल विकासबाट कक्षा 1 मा हामीले जहाँ पुग्नुभन्दा अगाडि बिचमा 2वटा कक्षाहरू थप गरेका छौँ जसलाई हामी नर्सरी र एलकेजी भन्छौँ। कक्षा 11 र 12 मा हामीले म्यानेजमेन्ट र शिक्षासँग सम्बन्धित विषयहरू अध्यापन गराउँछौँ।
र यही 82-83बाट हामीले कक्षा 11मा विज्ञान विषय अध्यापन गर्नका लागि हामी तयारीमा अवस्थामा जुटिरहेका छौँ। कालिन्चोक गाउँपालिकाले लिएको कक्षा 8को परीक्षामा कालिन्चोक गाउँपालिकामा यो विद्यालय प्रथम भएर हामीले पुरस्कार प्राप्त गरेका थियौँ। त्यति मात्रै नभएर अन्य विषयगत विधामा पनि विभिन्न सर म्याडमहरू पुरस्कृत हुनुभएको थियो। अहिले पनि कक्षा 5 र कक्षा 8को हाम्रो नतिजा उत्कृष्ट छ र एसई परीक्षामा पनि हामी कालिन्चोक गाउँपालिकामा प्रथम नै हो र यो वर्ष हामी कालिन्चोक गाउँपालिका मात्र नै जिल्लामा प्रथम आउने गरेर तयारी गरेका छौँ। यस वडा नम्बर 3 मा मुख्य आकर्षणका रूपमा सेतीदेवी मन्दिर, कालीनाग मन्दिर, गुम्बा तथा यहाँको सिंगटी बजार रहेको छ। यस्तै यहाँ प्राथमिक अस्पताल पनि रहेको छ। यस गाउँपालिकाको कला, संस्कृति र पर्यटनको सन्दर्भमा उपाध्यक्ष कुलबहादुर बुढाथोकी यसो भन्नुहुन्छ। यसमा जातिगत हिसाबले थामीहरूको अलि बढी वर्चस्व छ। थामी जातिहरूको कला, संस्कृति, सभ्यताहरू छ र सँगसँगै तामाङहरूको गुम्बा, शेर्पाहरूको गुम्बा अनि खस आदिहरूको आफ्ना आफ्ना कुलदेवताहरू यहाँ चाहिँ अब खड्का, कार्की, बुढाथोकी, सोडारी, बस्नेत आदि त सबै समावेशीहरू छन्। कुमाईहरूमा पनि सबै शिवकोटी, ओली, मैनाली, थपलिया, गनिका आदि इत्यादिहरू छन्। यो समग्र हेर्दाखेरि चाहिँ सबै जातिको प्रतिनिधित्व र प्रतिबिम्ब। राष्ट्रिय गानमा सयौं ढुङ्गा फुल्का हामी एउटै माला नेपाली भने जस्तो त्यो खालको चाहिँ कालिन्चोक गाउँपालिकाको स्थिति छ। कालिन्चोक गाउँपालिकाले वडा नम्बर 4 मा शिवालय, संस्कृत विद्यालय, पालिकासँग सहकार्य गरेको भैँसी फार्म सञ्चालनमा छ। वडा नम्बर 5 मा भने यहाँको प्रख्यात ऐतिहासिक कालिन्चोक भगवतीको बहिनी गुबु कालिका देवीको मन्दिर रहेको छ। यसैगरी वडा नम्बर 6 लेप्टुङमा खेतीयोग्य जमिनमा उत्पादनका लागि ढलाने कुलो निर्माण गरिएको छ। यसबाट यहाँको 55 देखि 60 घरधुरी लाभान्वित भएको छ। यहाँको देवीस्थान मन्दिर, पाटा देवी मन्दिर, किवी फार्म, सुन्तला फार्म यस वडाका मुख्य आकर्षणका पक्षहरू रहेका छन्। यस वडा 6 मा अहिले प्राय बाटो ढलान गरिएको छ भने भद्रवती वैकुण्ठ धाम नामाकरण गरिएको घाटको डिपिआर तयार भइसकेको छ। गाउँपालिकाले पर्यटन विकासको लागि कालिन्चोकबाट बेगुम्बा भएर घुम्ने रिङ रोडको ट्र्याक खोलिसकेको छ। तर यो सडकलाई पक्की बनाउन भने प्रदेश सरकारको सहयोग चाहिने बताउनुहुन्छ अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी। कालिन्चोकबाट सिधै हामी जानलाई धुपिनी बेगुम्बा सडक भनेको हाम्रो 1 नम्बर। कालिन्चोकबाट हामी सिधै गएर बेगुम्बा भएर हामी घुम्ने रिङ रोडको अवधारणा अन्तर्गत हाम्रो ट्र्याक खोलिसकेको छ। अब हामी पक्की बनाउन सक्ने हामीसँग सामर्थ्य छैन र माथिल्लो अहिले पनि मैले तत्कालै पनि गरेर त्यसका डिपिआर सहित बागमती प्रदेश भौतिक योजना मन्त्रालयमा लगेर मैले डिपिआर सहितको यो अपरिहार्य हो भनेर मैले निवेदन पालिकाको सिफारिस कार्यपालिकाको निर्णय सहितको लगेर मैले पेश गरेको छु। हेरौँ, आशा छ अब कति बजेटिङ रहन्छ र त्यही अनुसार पूर्वाधार बन्नियो। जस्तो अब हामी श्रृङ्गेश्वरको सवालमा भनिहालेँ, अब जलपासरी त्यहीँबाट कभर हुन्छ हामी त्यही बाटो रिङ रोडको अवधारणा अन्तर्गत र अनि चौहारा दरबार, ऐतिहासिक चौहारा दरबारसम्म पुग्ने हामी पिच बाटोबाट थोरै 1 किलोमिटरमा पुग्छौँ, 1 किलोमिटर पनि पर्दैन, त्यहाँसम्म पनि हामी जाने बाटोहरू छ। त्यसको सिँढी निर्माणहरू, त्यसको उसको पुरातत्वबाट अलिअलि गरेर त्यसलाई मर्मत गर्ने उसमा पनि हामी लागेका छौँ। यस गाउँपालिकाको वडा नम्बर 7 मा कालीदेवी मन्दिर, सेतीदेवी मन्दिर अर्थात् शीतका मन्दिर,
आनन्ददायक दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र रहेको छ भने यहाँको कात्तिके राम्चे 2072 साल वैशाख 29 गतेको भूकम्पको केन्द्रबिन्दु हो। म रत्नबहादुर खड्का हुँ। यो ठाउँको नाम गाउँ चाहिँ कात्तिके भन्छन्। 29 गते केन्द्रबिन्दु चाहिँ परेको ठाउँ चाहिँ यसलाई चाहिँ राम्चे भन्छ। अब पहिला यस्तै चौर थियो, हामीहरूको बल खेल्ने चौर थियो, त्यो भाँसिएर करिब करिब 10 मिटर अल्को भएको थियो अनि आफसे आफ बगेर यहाँ आइपुग्यो यो। अनि त्यो भइसकेपछि गाउँलाई आकार पनि पार्यो यसले। अब भूकम्प प्राकको लागि चाहिँ केही पनि गरेको छैन सरकारले हामीलाई, हेर्नुहोस्। अनि यसपालि प्रदेश सरकारले 30 मिटर त्यहाँ बाँध्नको लागि हालिदिएको हो। यस्तै वडा नम्बर 8 सुनखानीमा मल्लकालीन समयमा शिवाकोटी परिवारद्वारा निर्मित ऐतिहासिक चौघरा दरबार, गोदावरी कुण्ड, बन्जाग्री गुफा, कालिन्चोक देवी थापना, श्रृङ्गे ऋषिले तपस्या गरेको ठाउँ श्रृङ्गेश्वर मन्दिर रहेको छ। यस वडा 8बाट श्रृङ्गेश्वर जाने पदमार्ग पनि रहेको छ। वडा नम्बर 6, 7, 8 र 9ले वडाको 5-5 लाख र पालिकाको 10 लाख सहित कुल 30 लाख बजेट विनियोजन गरी श्रृङ्गेश्वर मन्दिर जाने सडक निर्माण गरिने भएको छ। यस ऐतिहासिक पवित्र स्थल श्रृङ्गेश्वर महादेव मन्दिरलाई कालीनागको शिर र नागदहलाई पुच्छर मानिने जनविश्वास रहेको पाइन्छ। बन्जाग्री अब गुफा, बन्जाग्री उतापट्टि बुढाबुढी दुईजना बस्ने ठाउँको घर रहेछ। यो ठाउँमा चाहिँ धेरै मान्छेहरू आउनुभयो, तर यहाँ अहिले उक्लिने ठाउँको अवस्था यस्तो रहेछ। यो ठाउँलाई अझ राम्रो गर्न पाए हुन्थ्यो भन्ने सोच गरेको छ। हामी आउँदाखेरि चाहिँ हामी अब यही हाम्रो तल मेलडाँडाबाट पनि छ यो ठाडो बाटो। हामी अहिले सिसाकोलाबाट आइयो, सिसाकोलाबाट पनि आइयो, हामी कटोचौर पनि आइन्छ, बाटो बन्दैछ। अब हामी श्रृङ्गेश्वर गुफामा पनि गयौँ, त्यहाँ अब हामी मन्दिरमा महादेव पार्वती मन्दिरमा जान्छौँ, नागराजाको मन्दिरमा पनि जान्छौँ, कान्छो माई भएको ठाउँमा जान्छौँ। अनि त्यहाँ पुरा हामी आज सबै ठाउँको देखाउँछौँ, हजुरले प्रचार गर्नुहुन्छ भन्ने आशा राखेका छौँ। यहाँदेखि दोलखा भीमेश्वर देखिन्छ, सैलुङ देखिन्छ, सैलुङ देखिन्छ। सैलुङ चाहिँ कता रहेछ? सैलुङ सिधै चल्क्यो चल्क्यो नि हो त्यहाँ देखिन्छ। हजुर। अब कान्छो भगवती देखिन्छ, अलि माथिबाट छ, माथिबाट अलि माथि कान्छो भगवती देखिन्छ। तपाईँको चाहिँ यो गुफातिर बस्छ, त्यहाँ भित्र बस्यो भने यहाँ आँगन जस्तो तल परै छैन जस्तो देखिन्छ। यसै गरी यहाँ पहिला सुन दिने कथन रहेको ढुङ्गे धारा र गणेश मन्दिर पनि रहेको छ। यस ओडामा अदुवा खेती पनि प्रशस्त छ। कालिन्चोक गाउँपालिकाले गाउँवासीलाई माहुरी पालन तालिम, प्रधानमन्त्री स्वरोजगार कोष अन्तर्गत 100 दिनको सडक मर्मत सम्भार तालिम पनि दिएको छ। गाउँपालिकाको विकासको लागि दूध, कृषि, फलफूलमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै पालिकामा सुशासनको व्यवस्था कायम गर्न स्थानीय ठाउँमा नै गएर कानुनी सहजकर्ताहरू मार्फत मेलमिलापको व्यवस्था गरेको बताउनुहुन्छ यस गाउँपालिकाका उपाध्यक्ष। एउटा महिला सञ्जाल भनेर बुझ्नु भएन कि एकजना चाहिँ द्वन्द्व पीडित महिला श्रीमान चाहिँ 19 वर्षको उमेरमा आफ्नो साधत भोग्न बाध्य भएको महिलाको चाहिँ अध्यक्षतामा हामीले 13 जनाको महिला सञ्जाल बनाएका छौँ। अब महिला सञ्जालले कति काम गर्न दिएन, पालिकाले महिला सञ्जालले कति काम कर्तव्य पुरा गर्यो गर्न भने त्यता हुँदा हुन्छ। मैले चाहिँ के गरेको भन्नुहुन्छ भने उपाध्यक्ष पुरुष भएकोले उहाँहरूलाई समस्या पर्छ, आफ्नो आवाज उठाउनका लागि त्यो एउटा भवन पनि बनोस् र अरू गतिविधि गर्नका लागि सजिलो होस् भनेर एउटा महिला सञ्जाल पनि हामीले पालिका स्तरीय 9वटा वडाबाट समावेश गरेका छौँ। कतिपय कुरा त्यता छ र बालबालिकाको सन्दर्भमा अब यो हामी मात्रै छुट्टै होइन, अब हामीले चाहिने यो महिला हिंसा विरुद्धका कार्यक्रमहरू, लैङ्गिक समानताका कार्यक्रमहरू अनि बाल अधिकारका सन्दर्भमा चाहिँ अब यहाँ विभिन्न सङ्घ संस्थाहरू, गैर सरकारी संस्थाहरू हामी मिलेर हामीले गरेका छौँ। किशोर किशोरी समूहहरू पनि छन्। कतिपय कुरा अब
त्यहाँ निरन्तरता दिने सम्झना कहीँ ढिलो सुस्ती भएको नि होला, तर हामीले भ्याएसम्म गरेका छौँ, तर त्यो प्राप्त छैन। सीमित स्रोत र साधन अनि अलिक बढी उपाध्यक्षको चाप। अब अर्को कुरा फेरि सबैमा इच्छाशक्ति हुनु पऱ्यो। अहिले यो मात्रै भन्यो भने पालिका भनेको त एउटा त अङ्ग हो, शरीर हो। शरीरमा त्यो सबै अङ्ग प्रत्यङ्गले काम गरेपछि मात्रै पूर्णता हुन्छ। एउटा अङ्ग अलिकति चाहिँ नि कहीँ घाइते भयो, कहीँ चोट भयो भने त गाह्रो पर्छ। त्यसो हुँदा कहीँ केही भएको होला, तर विश्वास छ सकेसम्म गरेका छौँ। अब हामीले यो कार्डको सन्दर्भमा चाहिँ अब सकेसम्म सिस्टममा रहेर हामीले एउटा चाहिँ नि अशक्त अपाङ्गलाई दिने कार्डको सन्दर्भमा कार्यविधि छ। त्यो कार्यविधिको जगमा रहेर हामीले कार्ड वितरण गरेका छौँ। उहाँलाई दिनुपर्ने सुविधाहरू भत्ता हामीले बेलामा पुर्याएका छौँ। ज्येष्ठ नागरिकहरूको भत्ता हामीले गाउँमै प्रत्येक वडा कार्यालयमा हामीले भत्ता वितरण गरेका छौँ। अब तपाईँ युवाको सन्दर्भमा चाहिँ सुरु वर्ष 90 लाख रुपियाँ बजेट विनियोजन गरियो र 7 जना जति युवाको समूह मिलेर दुधमा आत्मनिर्भर गर्नु पर्यो भनेर भैँसी पाल्नका लागि प्रयत्न गरियो र उहाँहरूले अब धेरै कुरा नगरौँ, जसरी कल्पना गरिएको थियो त्यो त्यति सफल हुन सकेन। दोस्रो वर्ष उत्पादनमा आधारित अनुदान दिने भनेर लाग्यौँ, त्यसमा पनि केहीले मात्र लगे, सबै लान सकेनन्। तेस्रो वर्ष चाहिँ भक्कारो सुधार गरेर लाने र प्रत्येक मान्छेलाई चाहिँ कृषिमा अलिकति लगनशीलता देखाउने भनेको थियो। त्यो बजेटमा अलिक गडीबडी के भयो र अब आउने बजेटमा चाहिँ अब कमसेकम हामीले 4 हात बाटो ढलान गर्दैमा 4 हात बाटो चाहिँ तपाईँको बनाउँदैमा हुने रहेनछ। कमसेकम जनताका दैनिकी जोडिएका के हो त भन्दा कृषिसँग कुरा रह्यो। त्यो कृषिको सन्दर्भमा अब आउने बजेटमा चाहिँ अलिक बजेटको भोलम केही बढाएर कृषिमा के गर्नुपर्छ भन्ने लागि छ। अब हामी कहाँ चौडीमा अनुदान दिएका छौँ। अब हाम्रो तपाईँको सुन्नुभयो होला, कालिम्पोङबाट पनि चौडीको दुधबाट चाहिँ हामीले चिज उत्पादन गरेका छौँ। कालिम्पोङ जानुभयो भने त तपाईँले देख्न सक्नुहुन्छ, चाख्न सक्नुहुन्छ। अब हामी कहाँ घिउ त्यसरी बिक्री हुन्छ। अब भेडाको चाहिँ नि हिजो राडी पाखी बन्थे भन्दा अब म आफैले चौडीको मात्रै थियो, भेडाको थिएन। म आफैले पहल गरेँ र गत सरकारबाट चाहिँ भेडाको बारेमा केही बजेट आयो र त्यो भेडाको बारेमा अहिले हामीले 5 लाख 10 लाखमा चाहिँ नि 2टा गोठ भेडालाई हामीले चाहिँ नि अब पाल्नु भनेर सम्झौता गरेका छौँ। एभन एउटा त भेडा ल्याइ तपाईँको त्यसको चाहिँ नि अब बिमा नै गरिसक्यो, अब अर्को ल्याउने तयारीमा छ। कमसेकम भेडा भयो भने के हो त ऊन हो। ऊन हुँदाखेरि हाम्रो राडी पाखी हाम्रो कल्चर पनि त हराएन नि त। त्यसरी हामी लागेका छौँ भन्ने नै हो। समग्र गाउँपालिकाको बारेमा भन्नुभन्दा सबैजना श्रममा सहभागी हौँ। श्रम नगरिकन बजेट मात्रै नखोजौँ। सबैले चाहिँ नि हाम्रा बाँधा जमिनहरूलाई चाहिँ नि उर्वरा बनाऊँ। अब हामी युरिया मल, रासायनिक मलमा परनिर्भरताको बारेमा हामी आशा नगरौँ। हामी यहाँ कम्पोस्ट मल, गोठे मलहरूको बारेमा व्यवस्थापन गरौँ र स्वच्छ खाऊँ। म आफू चाहिँ केही पनि यस्तो जङ्क फुडहरू तपाईँ कोकहरू आदि इत्यादि केही खान्न। म घरमा टनक्क मै खान्छु, ढुँडो भात च्याख्ला खान्छु। त्यही भएर म अब 55 वर्ष जान्छु भाइ, म अहिलेसम्म सिटामोल क्याप्सुल केही खाएको छैन। सबै मान्छे निरोगी बनाऊ। निरोगी बन्नलाई के गर्नु पऱ्यो भन्दा स्वच्छ बन्न के गर्नु पऱ्यो, श्रम गर्नु पऱ्यो। श्रम केका लागि गर्ने भन्दा उत्पादन लागि गर्नु पऱ्यो। उत्पादनको वृद्धि बढाउँ। कमसेकम दुधमा र कृषि फलफुलमा चाहिँ नि आत्मनिर्भर बनाऊँ। यसकै लागि आगामी बजेट बन्छ, उपाध्यक्षले प्रस्ताव गर्छ। पास हुन्छ फेल हुन्छ त्यो गाउँसभाको कुरा रह्यो। त त्यसो गर्दै जाँदाखेरि कमसेकम तपाईँले आगो यसै गरिकन हाम्रो लिन आउने बेला देख्नुभयो। अहिले पनि तपाईँ हेरिदिनुहोस्, हाम्रो कहीँ भएका नमुना कामहरू 1 देखि 9 सम्म तपाईँ भ्याइदिनुहोस् र आगामी दिनहरूमा पनि तपाईँलाई चाहिँ नि यस्तो यस्तो हो है भने यो आजको रेकर्डबाट नयाँ केही देखाउनका लागि प्रयत्नशील छौँ। तर एक्लै केही हुँदैन, उपाध्यक्ष एक्लै केही हुँदैन। यसमा कार्यपालिकाको टिम छ, गाउँसभा छ, यो सबै टिम मिल्नुपर्छ। त्योभन्दा महत्त्वपूर्ण कुरा जसले अनुदान लियो, अनुदान लिने मान्छेले मिल्यो। अनुदान भनेको खानी होइन है, मैले गरेर देखाउने भन्ने खालको चाहिँ नि हाम्रा कालिम्पोङवासीसँग उत्साह हुनु पऱ्यो, जाँगर हुनु पऱ्यो, अल्छी र निराशा त्याग्नु पऱ्यो। यति भयो भने कालिम्पोङ समृद्धि बन्छ। न त नारामा मात्रै सुखी नेपाली, संविधान नेपालबाट ठुल्ठुला बोर्ड टाँस्ने खर्च लाखौँ गर्ने अनि अन्तिममा सुखी आफू मात्रै हुने, समृद्ध आफू मात्रै हुने र जनतालाई निराशा बनाउने कुराको अन्त्य हुँदैन। अब हामी जम्मै लाग्नुपर्छ, जनतालाई आशावादी बनाउनुपर्छ र एक्लैले सकिँदैन। सबैजना लगनशीलता बढाउँ। कालिम्पोङ गाउँपालिका नमुना बनाउनका लागि सबैलाई आह्वान गर्न चाहन्छु। यस गाउँपालिकाको अर्को विशेष आकर्षणको पक्ष भनेको 9 नम्बर ओडामा अवस्थित ओडाले नै गरेको चिया बगान। यसैगरी यहाँ सुन्द्रावती भगवती मन्दिर,
सुन्द्रावती कुण्ड, सुन्द्रावती होमस्टे रहेको छ। यस्तै श्री बुढा भीमेश्वर मन्दिर, श्री कालिका मन्दिर पनि यसै वडामा नै अवस्थित छ। सुन्द्रावतीमा दूध संकलन केन्द्र तथा चिस्यान केन्द्र पनि रहेको छ। भीमेश्वर नगरपालिका एकबाट पनि ठुलो यो अलि आर्थिक सहयोग भएको छ, अर्थात् संरचना बनाउनलाई चाहिँ बजेट विनियोजन गर्नुभएको छ। यसपालि मात्रै पनि यो डबली बनेको छ भने कालिचोक वडा नम्बर 9बाट चाहिँ पुल बनाउनदेखि लिएर बत्तीको व्यवस्थापनदेखि लिएर सडकको संरचनादेखि लिएर अनेक शीर्षकमा चाहिँ बजेट छुट्याउँदै आएको छ। नमस्कार, म शैलेश शिवाकोटी, म चाहिँ दोलखा निवासी। परापूर्व कालमा यहाँ चाहिँ कुण्डबाट चाहिँ त्यो खाना पकाउनेहरू जस्तै खड्कुलो गाग्रीहरू आउँथ्यो अरे, अनि मान्छेहरूले चाहिँ तल सुनखानीतिर चाहिँ कटोतिर चाहिँ खाना पकाउन चाहिँ त्यो लिएर जान्थ्यो अरे। अनि एकजना मान्छेले चाहिँ पखाल्नु पर्ने काम नफारिकन हल्का फोहोरै ल्याएर यहाँनिर सब्मिट गरेको रहेछ। त्यो भएपछि चाहिँ त्यो जुठोको प्रभावले गर्दाखेरि यहाँ चाहिँ बाढी आयो अरे, अनि बाढी आएर धेरै नै प्रलय मच्चेको थियो। त्यो चाहिँ थियो एउटा घटना। एनिवेज ठाउँको बारेमा भन्दा चाहिँ यहाँबाट चाहिँ यता हिमालको रेन्ज देखिन्छ अनि तपाईँको सुनखानीको एरिया देखिन्छ। नमस्कार, म सञ्जीव शिवाकोटी। अहिले चाहिँ म सुन्द्रावतीको प्राङ्गणमा छु। म दोलखा निवासी पनि हो। म बच्चैदेखि यहाँ चाहिँ दर्शन गर्न आउने र मेरो भक्तिभाव र यहाँ मैले सुनेको अनुसार चाहिँ यो एउटा कर्मभूमि पनि हो र यो यहाँ चाहिँ साधु सन्तहरूले ऋषिमुनिहरूले चाहिँ तपस्या गरेको ठाउँ पनि हो। यहाँ नजिकै तपाईँको पहिला कुटी हुने गर्दथ्यो। हाम्रो हजुरबाहरू, हाम्रो खप्तर बाबाहरूले चाहिँ यहाँ चाहिँ तपस्या गर्नुभएको ठाउँ हो। यो चाहिँ तपाईँको 7वटा कुण्ड मिलेर बनेको छ। यो चाहिँ एकदम मेन कुण्ड भयो, सुन्द्रावती भयो। अहिले भाइले भने जस्तै यहाँ चाहिँ तपाईँको पहिला तामाको भाँडाकुँडाहरू निस्किने गर्थ्यो। यहाँ पार्टी भोज हुन्थ्यो होइन। तपाईँको जति मान्छे आए पनि यहाँ अट्ने हो। सानो छ होइन ठाउँ, तर धेरै मान्छे अट्ने गर्थ्यो। तर यो रमणीय ठाउँमा छ तपाईँको हरियो वनको बिचमा होइन। कालिचोकको तल र भीमेश्वरभन्दा अलि माथि अगाडि सुनखानी फेसिङ छ। तपाईँको धेरै सुन्दर ठाउँमा छ यो। कालिचोक जत्तिकै प्रवर्धन नभए पनि तर यो चाहिँ त्यत्तिकै तपाईँको धार्मिक रूपले र पर्यटकीय स्थलले पनि एकदम आकर्षक ठाउँमा रहेको छ। म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई चाहिँ एकचोटि दर्शन गर्नुहोला। सुन्द्रावती भगवती माईको चाहिँ आशीर्वाद लिनुहोला, जुन चाहिँ साक्षात् भगवती चाहिँ मेरो सपनामा पनि म बार बार देखिरहन्छु होइन। तपाईँहरू पनि एकचोटि दर्शन गर्नुहोला भन्ने आग्रह गर्दछु। हस्त, धन्यवाद। कालिचोक गाउँपालिकाको वडा नम्बर 5मा भने घट्टे खोला रानीवन पहिरोले गर्दा 65 देखि 70 घर पहिरोको जोखिममा रहेको अवस्था छ। कालिचोक गाउँपालिका प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर ठाउँ हो। यहाँ अहिले सडक बाटो, बिजुली तथा होटेलहरूको राम्रो व्यवस्था, पदमार्गको व्यवस्था, थुप्रै ऐतिहासिक धार्मिक स्थलहरूको विकास तथा संरक्षण भएको हुँदा कालिचोक मन्दिर जाने क्रममा पर्यटकहरूले यहाँको अन्य ठाउँहरू पनि भ्रमण गरी कालिचोक भ्रमणलाई विशेष यादगार बनाउन सकिन्छ।